सबैजनामा ताजा अनि बाक्लो जय मसी दर्शकबिन, यो समयमा तपाईहरुलाई मैले एउटा दृश्य देखाइरहेको छु। हेर्नुहोस्, म यो समयमा हल्काफुल्का काम गरिरहेको छु आफ्नो बगानमा। अनि विशेष गरेर मैले यो दृश्यहरू किन देखाएको भनेदेखि चाहिँ यो तपाईले देख्न सक्नुहुन्छ तामुल गछ, सुपारी गछ पनि भन्छ। अनि सानो बगान छ मेरो। अनि म चाहिँ त्यो बगानमा बेला बेला कामहरू पनि गर्ने गर्छु। यसरी पसिनाहरू झार्ने गर्छु। अनि बिहानी पख काम गर्दा चाहिँ एकदमै काम गर्नुको आनन्दै एकदमै छुट्टै आउँछ। अलगै आनन्द छ काम गर्नु जस्तो आनन्द है, काम गर्नु जस्तो रमाइलो, काम गर्नु जस्तो एकदमै स्वास्थ्य कहीँ पनि छैन। अनि सबैभन्दा ठुलो, किनभने बाइबलले पनि भन्दछ है, परिश्रम गर, काम गर भनेर बाइबलले परमेश्वरको वचन भन्दछ। अनि परिश्रम गर्नुमा निकै नै फाइदा छ है। शरीरमा त छ तपाईलाई आम्दानी पनि छ है, दुःख हुँदैन, समस्याहरू हुँदैन। कोही बेला परमेश्वरको काम गर्दाखेरि हामीलाई चाहिने पर्ने कुराहरू है, आवश्यकताहरू पनि जुडिराखेको हुन्छ। हामी परिश्रम परिश्रमी भइराख्यौँ भने चाहिँ यसरी म यहाँनिर हेर्नुहोस् काम गर्दैछु। नि विशेष गरेर यो के छ भन्दाखेरि यो तामुललाई चाहिँ तपाईहरुलाई कोहीले एकदमै कम समयमा तामुल चाहिन्छ भनेदेखि चाहिँ एउटा सजिलो उपाय छ। तामुललाई चाहिँ म के गर्छु भने प्रत्येक साल तपाईलाई यसको जरा है काट्ने गर्छु। विशेष गरेर यो तपाईले राख्नुभएको छ यसको फेदीमा एकदम तपाईले वरिपरि मजाले है अलिक स्पेस पाउने गरी मजाले तपाईले यसरी काट्नुहोस्। मैले जसरी काटिराखेको छु हेर्नुहोस्, यसरी स्पेस पुरा बनाउनुहोस्। अनि यसरी तपाईले आधी फिट वा 1 फिट जस्तो छाडेर यसरी तपाईले जरा काट्नुहोस् है। एकदम मैले यहाँ काटिराखेको छु, तपाईले देखिराख्नु भएको छ। यो जरालाई चाहिँ मजाले यस्तो गरेर काट्नुपर्छ। यो जरा चाहिँ यसरी काट्यो भने चाहिँ के हुन्छ भनेदेखि चाहिँ तपाईलाई त्यो काटेको जराले चाहिँ माने अरू मलहरू धेरै तान्नु सक्छ, धेरै प्राप्त गर्न सक्छ। अनि त्यसको बदलतमा के हुन्छ भने यो गछ चाहिँ तपाईको एकदम होचोमै 3.5 फिट बेसी 4-5 फिटमा तपाईको तामुल लाग्छ। अनि एकदम यो तपाईले तामुल देख्नुभएको छ, यो मेरो 3 सालको तामुल हो। 3 सालको तामुल। अनि यो साल कता कुन तामुलहरुमा फुल खेल्न थालेको छ। अनि यो तामुललाई चाहिँ तपाईलाई 3 सालको तामुल हो। अनि यसमा पनि तपाईलाई होचैमा एकदमै होचैमा लाग्छ। अनि धेरै कोसाहरू दिन्छ। अनि गछ पनि एकदमै मोटो हुन्छ। अनि एकदम राम्रो। अनि यो कसरी के गर्नुपर्छ म तपाईलाई देखाउँछु। यो अलिक ग्याप खनेर अलिक जराहरू काटेर त्यसपछाडमा हामी कसरी त्यो मलहरू छ भने तपाईले मलहरू मेन्टेन गर्न सक्नुहुन्छ। त्यो कसरी हाल्नुपर्छ म तपाईलाई देखाइराखेको छु। अनि विशेष गरेर तपाईले देख्नुहुँदैछ मैले जराहरू कसरी काटिराखेको छु। अनि तपाईहरुले पनि यस्तै गरेर एकदम वरिपरि तपाईले यस्तो गरेर बेसी गहिरो होइन, तपाईको आधी फिट जति, आधी फिट भन्दा बेसी नकाट्नु जरा। अनि यसरी माथिको चाहिँ यसो गरेर तपाईले जराहरू एकदम चिनाइदिनुहोस् है। अनि अलिक स्पेस राखेर अनि यो चिनाको जग्गामा चाहिँ तपाईले कस्तो गर्नुपर्छ भने म तपाईलाई देखाउँछु। तपाईले हेर्दै जानुहोस्। यहाँनिर चाहिँ तपाईले मल मेन्टेन गर्न सक्नुभयो भने चाहिँ एकदम राम्रो हुन्छ। तपाईले मल हाल्न सक्नुभयो भने 1 नम्बर हुन्छ। तपाईले जेको मल भए पनि तपाईले छ तपाईसँग, जेको भन्दा पनि अब जस्तो कि तपाईको जङ्गल जबडाहरूको यस्तो गरेर तपाईले अब मलको लागि रेडी भएको छ यो माटी। अब यहाँनिर तपाईले मल तपाईले स्पेस जाँदा खनेको चाहिँ मैले यसरी ल्याएको छु। यो मल चाहिँ के हो भने चाहिँ तपाईले यो चाहिँ गोबर र बाख्राको मल हो। अनि तपाईले आफ्नो अनुसारले लाउन सक्नुहुन्छ। अनि यसरी मल तपाईले साइडमा यसरी मजाले तपाईले छर्दिनुहोस् मल है। अनि मल छर्केर तपाईले यदि तपाईसँग छ भने जबडाहरू छ भने है, जबडाहरूको पनि कसैले मलहरू बनाएको हुन्छ। त्यो जबडा यो मललाई चाहिँ यो जुन चाहिँ मैले हालेको छु, यो हालेको मललाई चाहिँ तपाईले अलिकति 2 इन्ची माटीले पुरेर त्यसको माथिबाट तपाईले जबडा छ भने जबडा पनि तपाईले लाउन सक्नुहुन्छ। जबडा लगाएर तपाईले हाबीजाबीहरू यस्तो पचेकोहरू छ भने त्यो पनि लगाउनु भने अझै राम्रो ग्रोथ हुन्छ तामुल। अनि यसो गरेर तपाईले लगाउन सक्नुहुन्छ। हेर्नुहोस् मलहरू यसरी तपाईले दिनुहोस् मजाले यस्तो गरेर। हेर्नुहोस् मैले यहाँनिर दिइराखेको छु यो समयमा तपाईले। अनि त्यसको माथिबाट माटी यसरी तपाईले माटी फिलअप गरिदिनुहोस् है। माटी तपाईले यसो गरेर वरिपरि तपाईले गरिदिनु भयो भने तामुल त के र तपाईको हात्तीको खुट्टा जस्तो तामुल हुन्छ। तपाईको एकदम कम समयमा तामुल तपाईको 4 सालदेखि बडङ तामुल लाग्छ। एकदम होचोमै तामुल लाग्छ, बहुत छिटो हुन्छ तामुल। तपाईले अब यो हेर्नुहोस् मेरो 3 सालको गछ भनेपछि अब तपाई आफै सोच्नुहोस् न है कस्तो राम्रो ग्रोथ हुँदो रहेछ। अनि यो प्रकारले तपाईले तामुल खेती गर्नुभयो भने चाहिँ एकदम कम समयमा तपाईले छिटो पाउनुहुन्छ, तामुल होचोमा पाउनुहुन्छ। अनि फेरि तामुल पनि एकदम मजबुत हुन्छ, दोहोरो हुन्छ। अनि यस्तो गरेर निकालिएको तामुलहरू टेस्टिलो पनि हुन्छ भनेर भन्दछ तामुल व्यापारीहरूले। टेस्टी पनि अलग हुन्छ अरे यस्तो गरेर मेन्टेन गरेको तामुलहरू चाहिँ है। अनि विशेष गरेर तपाईहरुले कहाँबाट भिडियोहरू हेरिराख्नु भएको छ, तपाईहरुको पनि तामुल बारी छ भने कमेन्ट गर्नुहोस्। तपाईले पनि यस्तो जति आइडियाहरू
पाउनुभएको छ भने यो गर्नुभएकोले पनि तपाईँले पनि कमेन्ट गरेर भन्नुहोस् हामीलाई। नयाँ आइडियाहरू केही छ भने कमेन्टमा लेख्नु होला ताकि हामी त्यो एप्लाई गर्न सकौँ। अनि हेर्नुहोस् यसरी फिनिसिङ भयो। अब यसरी तपाईँले वरिपरि एकदमै ढिम्की जस्तो अलिकति ओह्रालो गरेर ढिला बनाइदिनुहोस्। अनि यहाँनिर तपाईँले सक्नुहुँदैन अझै माथिबाट मल छ भने अझै माथिबाट पनि मल छर्किदिनु। म मल छर्किदिन्छु अहिले भर्खर यहाँ पनि अलिक एक सर छर्किन्छु वा जबडाहरू यस्तो गरेर राखिदियो भने एकदम मजा। तपाईँले यो पुरानोलाई चाहिँ एक इन्ची तपाईँले पुरिदिनुहोस् यस्तो नसहरू। अनि यस्तो प्रकारको चाहिँ अनारसहरू पनि लगाएको छु मैले बारीमा। आपेल गाछहरू केहरू आम गाछहरू थुप्रै के भेराइटिज गाछहरू थुप्रै लगाएको छु किनभने प्रभुको दासहरू आयो भने खुवाउनुको लागि खानुको लागि। अनि यो सबै आफ्नो लागि लगाएको छु। एकदम सानो एउटा आदानको बगैँचा नै बनाएको छु। रमाइलो हेर्नुहोस् तपाईँले अनारसहरू देख्न सक्नुहुन्छ नारियलहरू छ। अनि यसरी यो तामुलहरू 3 सालको हेर्नुहोस् 3 सालको तामुलहरू यति राम्रो ग्रोथ छ देख्नुभयो। यो तपाईँहरूलाई मैले देखाइराखेको छु हेर्नुहोस् 3 वर्षको तामुलहरू मान्छेले पत्याउँदैन पनि होला। हेर्नुहोस् यस्तो छ एकदम राम्रो ग्रोथ छ हेर्नुहोस्। मैले चाहिँ मेन्टेन गरिराखेको छु र यस हेर्नुहोस् 3 वर्षको तामुल म यसरी मेन्टेन गर्छु।